अब म जाँदै जाँदैन। जति दुःख कष्ट गर्नु थियो सबै भोगिसके। कसैको दयामाया चाहिँदैन अब मलाई। त्यसो भए तिमीले चाहेको के हो त? ल भन त। डिभोर्स हो मैले चाहेको, डिभोर्स। नचाहिने कुरा नगर बुढी। डिभोर्स त म तिमीलाई मरे पनि दिन्न। उता घरमा पनि बाबुआमाले एकदम चिन्ता गरिरहेको छ। एकचोटि भनेको बुझ्दैन कि सुन्दैन? अझै सोच है बुढी। मलाई थाहा छ मैले दिएको पीडाले तिमीलाई अझै दुःख भइरहेछ। सधैँभरि यसरी माइतमा बसेर जिन्दगी त चल्दैन होइन र? त्यसैले विगतका सबै कुराहरू भुलेर हामीले नयाँ जीवनको सुरुवात गर्नुपर्छ बुढी। अझै सोच विचार गरेर जवाफ देऊ है। म एकछिन बाहिर गएर आउँछु।